बदन उनको बारे लेख्न मन लागेको छ नभेटेरै वर्षौं बिते भेट्न मन लाग्यो सो हेलो एन्ड नमस्ते सबैजनालाई म हुँ निशा तपाईहरुलाई स्वागत छ आजको एउटा नयाँ भिडियोमा धेरै पछि भिडियो बनाउँदैछु किनकि मेरो अर्थको पढाइ सडा केले गर्दा म भिडियो बनाउन पाएको छैन अनि फाइनली आज म यसो अलिअलि कपडा सपडा किन्नको लागि जाँदैछु कहाँ जाने भनेर सोच आयो हाम्रो टोमेटो अफिसमा जुन त्यो एउटा भाइरल दाइ हुनुहुन्छ नि त्यो दाइलाई पनि भेट हुन्छ कि यसो रमाइलो नि हुन्छ सो भेट भयो भने म देखाइहाल्छु त्यो दाइसँग नभए हामी सामान किनेर फर्कौँला है त अनि यो गोर्खाको यो बाइपासको बारेमा त सबैलाई थाहा छँदै छ होला यत्रो समयदेखि बनाएर अहिले आएर अनि फेरि लु राम्रो काम गरेनछ अरे सब मटेरियल खत्तम हालेछ अरे अनि अहिले फेरि यो भत्काइँदैछ यत्रो समयसम्म मान्छेहरूलाई दुःख पायो यहाँनिर जाम हुन्थ्यो के हुन्थ्यो होइन राम्रो हुने भयो भने त यत्रो समयपछि फेरि पो बिग्रियो अरे भनेर फेरि पो भत्काउन थाल्यो अरे यो है अब के भन्ने नेपालको बारेमा केही भन्नै सकिँदैन क्या नेपालमा मलाई के भन्ने अहिले अब कुलमान घिसिङलाई पनि हटाएको अरे सरकारले के भन्ने के पैसा मसँग छ नि 10 को नोट होइन त्यो गाडीको नोट हुनुपर्ने ठाउँमा त तारले पो यस्तो घुमाएर बाँधेछ त यार के हो म्याटर यहाँनिर देख्न सक्नुहुन्छ टोमेटो अफिसको टोमेटोको बोर्ड ओपस कफी हाउस पनि देख्न सक्नुहुन्छ त्यसै गरी हामी यहाँबाट भित्र छिर्छौँ हामी आइपुग्यौँ है कपडाहरूको लागि चाहिँ माथि जुत्ता जुत्ता नि माथि नै छ जुत्ताको कलेक्सन देख्नुहुन्छ ट्याक्क लाएर है मैले यहाँ भिडियो पनि बनाउँदैछु क्या हजुर यो होइन अर्को खालको छ क्या अब चाहिँ दाइसँग चाहिँ भेट होला जस्तो छैन है सो हेलो गुड मर्निङ नमस्ते सबैजनालाई म यति बेला म बिहान जाँदैछु क्लासतिर यति बेला बज्यो 6:30 जति बाटोमा मलाई विराट मेरो विराट साथीले पर्खिरहेको छ है अनि यताबाट गएर म ट्याक्क विराट साथीलाई भेटेर चाहिँ त्यसरी जानुपर्ने हुन्छ है सो पुरा भइसक्यो अनि आज चाहिँ म ट्याक्क क्लास सकिएपछि चाहिँ म प्यान कार्ड बनाउन जान्छु किनकि मेरो युट्युब च्यानल मोनिटाइज हुन लागेको छ नि त त्यो मोनिटाइजको लागि चाहिँ प्यान कार्डहरू चाहिँदो रहेछ अनि त्यसको लागि चाहिँ आज म क्लास सकेपछि गएर बनाएर अनि एप्लाई गरिदिन्छु हुन्छ कि हुँदैन थाहा हुँदैन है हुन पनि मोनिटाइज हुन पनि सक्छ नहुन पनि सक्छ होइन सो मान्छेले साथै लग्यो यार मेरो अरे हाम्रो गेडे मुला यही के छ ल त समस्या छ है ल अब मैले साथी भेटिसकेँ अब लाग्दिउँ है त
बवाल छ यार। बाइक लिएर निस्केको राम्रोसँगले 5 मिनट भएकै छैन, आँखाभरि धुलो परिसक्यो। अहिले हाम्रो काठमाडौँ सहर चाहिँ नम्बर 1 यो के भन्छ पोल्युसनको सहरहरूमध्येमा नम्बर 1 मा परेको अरे क्या। त्यति धेरै पोल्युसन छ अरे क्या। त्यही भएर अनि रुगा लाग्ने, आँखा पोल्ने, मान्छेलाई बिरामी हुने, घाँटी दुख्ने प्रब्लमहरू एकदम देखा परिरहेको छ। सो रुटिन अफ नेपाल बन्दले पनि हिजो यो कुराहरू हालिरहेको थियो होइन। अनि यो सबैजना सुरक्षित रहनु होला भन्ने मेरो यही छ। यही भन्नु छ मेरो। भन्ने पनि हामीले हेक्का राखेका छौँ भन्थ्यो प्रचण्डले, भन्ने हामीले हेक्का राखेका छौँ। हाम्रो नेपालमा यस्तै चलिरहेको छ क्या। बल्ल बल्ल 15-20 वर्षमा एकचोटि पिच गर्छ होइन। पिच गरेको 1 हप्ता भएको हुँदैन आएर खन्नु थालिहाल्छ क्या। अनि त्यो पिच गर्दाखेरि नालीहरू पाइपहरू हाल्दैन क्या, ढल पाइपहरू। पिच गरेर 1 हप्ता 10 दिन भएपछि अनि आएर खनेर अनि फेरि त्यही पाइप हाल्छ होइन। अनि फेरि 15 दिन जति भएको हुन्छ फेरि के हाल्नुपर्छ, कि ढल हाल्नुपर्छ कि नाली खन्नुपर्छ कि के गर्नुपर्छ, अनि फेरि आएर खन्नु थालिहाल्छ। त्यही त बनाउनु पर्ने त हो नि। एकैचोटि सबै बनाउँदाखेरि फेरि त्यो ठेकदारहरूले काम नपाउने, फाइदै नहुने, एकैचोटि क्लियर गरेर काम गर्दाखेरि उनीहरूलाई नि समस्या चाहिँ समस्या छ। 2-3 चोटि 4-5 चोटि गऱ्यो भने त पैसा आइबस्यो, काम भइबस्यो। यो बन्दुक छ त यार। बन्दुक बोकेको छ यार। सो यो हो चावेल चोकमा आइपुगे। चावेल बाइकलाई यहीँ राखिदिउँ पार्किङमा, त्यसपछि हामी जानुपर्छ है त। बाबाई गर्छ छिटै आउनु है, तिमीलाई स्वागत गर्न म रङ्गी बिरङ्गी लाली गुराँस बनी भनैभरि ढाकिदिनेछु। एउटा एउटा मलमलको पछ्यौरी ल्याइदिनु, पोल्टोमा नअटाएका मायाहरू त्यही पछ्यौरीमा पोको पारी राखिदिनु। राम्रो लेखेको यार, राम्रो लेखेको। बदल उनको बारे लेख्न मन लागेको छ। बदल उनको बारे लेख्न मन लागेको छ। नभेटेरै वर्षौं बिते भेट्न मन लागेको। मेरो मन उचालिन्छ तिम्रो बारे सोच्दा पनि, मेरो मन उचालिन्छ तिम्रो बारे सोच्दा पनि, मनको शान्ति भेटेर मेट्न मन लागेको छ। कस्ती भागी होली नुनी पहिले भन्दा झनै राम्री, मनै लोभ्याउने रूप देख्न मन लागेको छ। उनीबाट टाढा हुने कल्पना नगर्दै बेस, उनी जाने बाटोलाई छेक्न मन लागेको छ। किन पढेन भने त उ त गजल लेख्दो रह नि। आउँछु भन्यौ पर्खी बसे आइनौ त म के गरौँ। आउँछु भन्यौ पर्खी बसे आइनौ त म के गरौँ। मेरो लागि फुर्सद पाइनौ त म के गरौँ। माया गर्छु भने अनुसार तिमीले माया लाइनौ त म के गरौँ। विद्यार्थी हो भन्ने भावना सबैलाई होस्, अनि आउने प्रक्रिया तपाईँहरूको राम्रो होस्, अनि जीवनमा आउने दिनमा तपाईँहरूको भविष्य एकदम राम्रो होस्। सो यति बेला चाहिँ म क्लासबाट निस्किसकेँ है। अनि यति बेला 10 बज्नलाई 5 मिनट बाँकी छ। म क्लासबाट निस्किसकेँ। अब चाहिँ म ठ्याक्क त्यहाँनिर तल यो गोपीकृष्ण छेउमा छ भन्ने सुनेको थिएँ। ठ्याक्कै कहाँनिर छ मलाई पनि थाहा छैन। म त्यहाँ सोध्दै प्यान कार्ड बनाउने ठाउँमा जान्छु। अनि प्यान कार्ड बनाएर ब्याङ्किङको लागि एप्लाई गर्नुपर्ने हुन्छ। So let's go guys. क्या बवाल फायर हान्दिएर यार बाइकले।
कहाँनिर हो उ चाहिँ माइक्रोसफ्ट वर्ड इन्स्टल गर्नु अनि हजुर कति टाढा छ भन्नु न हजुर थाहा छैन अफिस भन्ने कति टाढा छ भन्नु त 10 त्यो हाले पनि हुन्छ बाइकमा सो मैले यहाँबाट फर्म भरेर निस्किसकेँ है अब चाहिँ म जानुपर्ने हुन्छ कार्यालयमा अफिसमा यता अगाडि छ अरे भन्नुभएको ठ्याक्कै कहाँनिर हो अरे थाहा छैन सुन्नु न यो प्यान कार्ड बनाउने ठाउँ कहाँनिर हो प्यान कार्ड बनाउने ठाउँ कहाँनिर हो के कार्ड बनाउने प्यान कार्ड उतै होला यतातिर त छ हो र सो बनिसक्यो मेरो चाहिँ प्यान कार्ड है अब जानुपर्ने हुन्छ यहाँ बन्द रहेछ प्यान कार्ड चाहिँ सो अब जाउँ चाबी पो कहाँ राखेँ मैले आहा मेरो बाइक त आवाज मिठो आउँछ एकजस्ट नहाल्दा पनि एकजस्ट नहाल्दा नि मेरो बाइकको आवाज मिठो आउँछ क्या ठिक्कको छ तर इरिटेट पनि गर्दैन मजा आउँछ त्यो म यहाँ अङ्कलको कम्पनीहरू आइपुगेँ प्रोसेसहरू अङ्कलले अलिक मिलाएर गरिदिनुहुन्छ भनेर आएको म सो फाइनल्ली च्यानल चाहिँ मोनेटाइजको प्रोसेसिङमा गइसक्यो होइन अब हेरौँ अबको 24 घन्टा या 24 घन्टाभित्रमा सायद थाहा हुन्छ मोनेटाइज हुने नहुने भनेर अनि च्यानल चाहिँ कस्तो भनेदेखि च्यानल चाहिँ मोनेटाइज भयो भने पनि भिडियो पेल्नुपर्छ होइन च्यानल मोनेटाइज भएन यदि भएन भने पनि फेरि भिडियो पेल्नुपर्ने हुन्छ किनकि फेरि च्यानल मोनेटाइज गर्नको लागि भिडियो पेल्नुपर्ने हुन्छ अनि गुगल एडसेन्सको लागि पनि एप्रुभ भएको छ अब हेरौँ के हुन्छ अनि अहिले चाहिँ 12 बजिसक्यो है मलाई भोक लाग्यो मैले खाजा पनि खानु भ्याइनँ अघि अनि अब चाहिँ रुममै गएर खाना खाने भन्ने कुरा भयो सोल्टीको के हो बिच रोडमा बाइक रोकेर भइरहेछ सो फाइनली म आइपुगेँ घर सो टोमेटो स्टोरको दाइसँग त भेट भएन तर केही छैन फेरि कुनै दिन भेट होला है यो भिडियोलाई यतातिर सकाइदिउँ अनि मोनेटाइज चाहिँ भयो कि भएन च्यानल भनेर म छिटै अर्को भ्लगमा भन्ने छु है किप लभिङ किप सपोर्टिङ गाइज अब एकदम भिडियो पेल्दैछु म है किनकि च्यानल मोनेटाइजको प्रोसेसिङमा गइसकेको छ है हुन लागेको छ भयो कि भएन मलाई थाहा छ तर म अर्को भ्लगमा भन्छु है किप लभिङ किप सपोर्टिङ
बाई गाइज।